आज पनि फेरि मेरो नयाँ ब्लगमा तपाईहरुलाई स्वागत छ। म चाहिँ आज जापानमा कसरी जेपी बैंकबाट जापानको जेपी बैंकबाट पैसा निकाल्ने भन्ने बारेमा यो भिडियो बनाउँदै छु। अब यहाँ भएकोलाई त थाहा हुन सक्छ, तर नेपालबाट पहिलो चोटि आउनु हुनेलाई थाहा नहुन सक्छ है। त्यही भएर हामीलाई पनि सुरुमा आउँदा कसरी होला हैन, सकिन्छ कि सकिन्न होला, त्यहाँ त जापानिज भाषा हुन्छ होला भन्ने लाग्थ्यो है। अनि बिस्तारै हामीले पनि यस्तो युट्युबहरु हेरेर गरे हो। त्यही भएर चाहिँ मैले यो भिडियो बनाएको हो है, नयाँ आउनेहरुलाई चाहिँ हेल्प हुन्छ भनेर। कोही मेरो भिडियोमा जो हेर्नु भयो भने उहाँहरूले सजिलैसँग सक्नुहुन्छ भन्ने हिसाबले हो। र तपाईहरु त्यसको लागि चाहिँ पैसा निकाल्नको लागि चाहिँ जेपी बैंक नै जानुपर्छ भन्ने छैन है। नजिकैको फ्यामिली मार्टबाट पनि, फ्यामिली मार्टमा पनि एटीएम हुन्छ, त्यहाँबाट पनि पैसा निकाल्न सकिन्छ है। तपाईहरु नजिकैको एटीएम फ्यामिली मार्टको है, जेपी बैंकको एटीएममा चाहिँ गएर पैसा निकाल्न सक्नुहुन्छ। ल हामी अब चाहिँ फ्यामिली मार्ट जान्छौँ है त। यो चाहिँ म बस्नेबाट नजिकको फ्यामिली मार्ट हो, जहाँ चाहिँ जेपी बैंकको चाहिँ एटीएम छ। यो क्यास कार्ड चाहिँ यस्तो हुन्छ है। यो क्यास कार्ड यहाँबाट छिराउने अनि यहाँ जापानिजमा लेखेको हुन्छ है। यसलाई चाहिँ इंग्लिश अप्सन छ, इंग्लिशमा बनाउने। डिपोजिटमा हामी पैसा निकाल्न जान्छौँ, यहाँ पैसा निकाल्ने यहाँबाट है। अनि यहाँ इन्टर थिच्दिने, यहाँ तपाईको पिन कोड हाल्ने, यहाँ छ हाल्ने ठाउँ। 4 वटा अङ्कको पिन कोड हुन्छ। पैसा कति निकाल्ने हो त, कति एन निकाल्ने हो त। म चाहिँ 30,000 निकाल्नु भएको। यस यस गरेछ तपाईको कार्ड निस्किन्छ है। यहाँ पैसा निस्किन्छ यसरी सजिलै जेपी बैंकबाट तपाईले पैसा निकाल्न सक्नुहुन्छ। नजिकैको फ्यामिली मार्ट जाने है, फ्यामिली मार्टबाट मजाले इजिली पैसा निकाल्न सकिन्छ, केही गाह्रो छैन। तपाईहरु अब यो भिडियो हेरेर चाहिँ आफैले सजिलै पैसा निकाल्न सक्नुहुन्छ। ल यो भिडियो हेरेर चाहिँ तपाईहरुले मजाले सजिलोसँग नजिकको फ्यामिली मार्ट गएर जेपी पोस्ट बैंकको एटीएमबाट मजाले पैसा निकाल्न सक्नुहुन्छ, नजाने पनि। ल आजलाई यति नै, फेरि अर्को भिडियोमा भेटौँला है त साथीहरु। ल।